हेलो नमस्ते सबैजनालाई। के तपाईँलाई फ्लाइट अनलाइन चेक इन कसरी गर्ने भन्ने थाहा छ? के तपाईँले चाहिँ लामो लाइन चाहिँ बस्न चाहिँ मन पराउनु हुँदैन? त्यस्तो छ भने आउनुहोस्, तपाईँले मैले एकदमै सजिलो चाहिँ कुराहरू सिकाउँछु अथवा जानकारी गराउँछु। यदि तपाईँ चाहिँ सँगै साथीसँगै ट्राभल गरिराख्नु भएको छ भने सँगै सिटमा बस्न मन लाग्छ भने पनि तपाईँले सजिलै चाहिँ त्यो गर्न सक्नुहुन्छ, त्यो पनि फ्रीमा। तपाईँलाई पैसा लाग्दैन, एकदमै फ्रीमा चाहिँ तपाईँले सँगै आफूले चाहेको सिट चाहिँ रोज्न सक्नुहुन्छ, आफूले चाहेको सिटमा चाहिँ तपाईँले बस्न सक्नुहुन्छ। र तपाईँलाई कुनै पनि एयरलाइन्सले अथवा कुनै पनि चेक इन गर्ने बेला आज चाहिँ मेरो फ्लाइट छैन अथवा फ्लाइट फुल भइसक्यो अथवा विभिन्न बहाना गराएर 2-3 दिनसम्म एयरपोर्टमा बसाल्ने गरिराखेको छ भने आउनुहोस्, यो भिडियो तपाईँको लागि हो। अब तपाईँ चाहिँ विदेशबाट घर जाँदै हुनुहुन्छ, नेपालबाट आउँदाखेरि अलिक गाह्रो छ, तर विदेशबाट तपाईँ घर गइराख्नु भएको छ भने एकदमै तपाईँको समय चाहिँ बचत हुने र तपाईँले दुःख पनि एकदमै कम हुने हुन्छ। आउनुहोस्, तपाईँले मैले अनलाइनमा हाम्रो फ्लाइट चाहिँ चेक इन कसरी गर्ने भनेर तपाईँले चाहिँ एकदम सजिलोसँग जानकारी गर्छु। यसको लागि तपाईँले के गर्नुपर्छ भन्दाखेरि फर्स्टमा तपाईँले चाहिँ आफ्नो चाहिँ इमेल एड्रेस चाहिँ उसमा चाहिँ रेजिस्टर गरेको हुनुपर्छ। यानि कि तपाईँको टिकट काट्ने बेला त्यो टिकटमा चाहिँ तपाईँको चाहिँ इमेल एड्रेस चाहिँ हुनुपर्ने हुन्छ। यदि तपाईँले थर्ड पार्टीबाट चाहिँ काट्नु भएको छ टिकट अथवा अरू मान्छेले टिकट काटिदिएको छ, तपाईँको इमेल त्यहाँ हालेको छैन भने कसरी हाल्ने, त्यो म्यानेज कसरी गर्ने अथवा फ्लाइट बुकिङ कसरी गर्ने, विभिन्न जानकारीहरू मैले चाहिँ पुरानो भिडियोमा बनाइसकेको छु। त्यो चाहिँ तपाईँले चाहिँ यहाँ मैले आई बटनमा राखिदिन्छु। यो भिडियो चाहिँ तपाईँले अथवा डिस्क्रिप्सनमा लिङ्क हुन्छ, त्यो भिडियो चाहिँ हेर्नु होला है त। त्यो भिडियोमा गएर तपाईँको आफ्नो इमेल एड्रेस हालिसकेपछि तपाईँको चाहिँ यो सिस्टम बल्ल चाहिँ तपाईँले चाहिँ काम लाग्छ, नभए लाग्दैन है। अनि त्यो भिडियो फर्स्टमा हेर्नुहोस्, अनि यो भिडियो हेर्नु होला। फाइदाको कुरा गरौँ है। फाइदा के हुन्छ भन्दाखेरि अनलाइन चेक इन तपाईँले आफैले चेक इन गर्नु पर्ने, एक त लाइनमा बस्नु परेन होइन, घन्टौँसम्म लाइनमा चाहिँ यसरी बसिराख्नु परेन। अनि टाइममा तपाईँले 3-4 घन्टा अगाडि एयरपोर्ट नगए पनि हुन्छ, 2 घन्टा अगाडि गयो भने पनि भइहाल्यो। अनि अर्को कुरा, कुनै कारणवश तपाईँले फ्लाइट चाहिँ आज चाहिँ कहिले कसो ओभर बुकिङ हुन्छ फ्लाइट, तपाईँले चाहिँ 2-3 दिन चाहिँ मान्छेलाई रोकिदिन्छ। मेरो यो घटना चाहिँ अहिले लास्टमा मैले भन्छु, यो घटना चाहिँ मैले टिकट काटेका मान्छेलाई पनि भएको छ। म यो कुरा चाहिँ एकछिनपछि मैले कुरा गर्छु। अनलाइन चेक इन गर्ने बेला तपाईँले 3टा फाइदा हुन्छ। नम्बर 1, तपाईँले आफूले चाहेको सिटमा तपाईँको साथीसँगै बस्नु पाउनुभयो। नम्बर 2, लाइनमा बस्नु परेन, एकदमै सजिलो भइहाल्यो। नम्बर 3, तपाईँले चाहिँ यदि कारणवश फ्लाइट आज धेरै बुकिङ भएको छ भने तपाईँले चाहिँ होल्ड गरिदिन्छ अथवा 2-3 दिनसम्म तपाईँले एयरपोर्टमै बसाल्छ, कतै होटलमा राख्छ तपाईँले। त्यस्तो घटना चाहिँ भएको छ, त्यही भएर तपाईँले चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ यो कुरा चाहिँ जान्नको लागि। सो फर्स्टमा तपाईँले चाहिँ यदि रजिस्टर गर्नुभएको छ भने त्यो इमेलमा 24 घन्टा अगाडि नै तपाईँले एउटा इमेल आइसक्छ। यस्तो खालको इमेल आउँछ। यो मैले सधैँभरि यही युज गर्छु, अनलाइन चेक इन। मैले लाइनमा कहिले पनि बस्दैन। सो यसमा चाहिँ तपाईँले के गर्नुपर्छ भने फर्स्टमा एड डकुमेन्ट भन्ने छ। अनलाइन चेक इन गरिसकेपछि त्यहाँ क्लिक गर्नुभयो, त्यसपछि तपाईँले चाहिँ एड इन डकुमेन्ट भन्ने छ, त्यहाँ चाहिँ तपाईँले चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ क्लिक गरिसकेपछि तपाईँले चाहिँ यहाँ आफ्नो चाहिँ इन्फर्मेसनहरू राख्नुपर्ने हुन्छ। इन्फर्मेसन भनेको फर्स्टमा तपाईँले के राख्ने भन्दाखेरि पासपोर्ट भइहाल्यो होइन, आफ्नो नाम, मिडल नेम, त्यसपछि तपाईँको मेल फिमेल होइन, त्यसपछि तपाईँको डेट अफ बर्थ, नेसनालिटी नेपाली भइहाल्यो, डकुमेन्ट नम्बर तपाईँको पासपोर्ट नम्बर भइहाल्यो, इस्यु कन्ट्री भनेको नेपाल भइहाल्यो होइन। अनि एक्सपाइरेसन डेट भनेको तपाईँको आफ्नो डकुमेन्ट जुन छ पासपोर्टको एक्सपायरी डेट होइन, चाहिँ सेभ गर्नुहोस्। सेभ गरिसकेपछि अब तपाईँको नेक्स्ट स्टेप हुन्छ, त्यहाँ चाहिँ इमर्जेन्सी कन्ट्याक्ट चाहिँ राख्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ इमर्जेन्सी कन्ट्याक्टमा तपाईँको स्पोजको, आफ्नो वाइफ अथवा हस्बेन्डको चाहिँ नामहरू राख्न सक्नुहुन्छ, आफ्नो बुवा आमाको। अनि यो सबै चाहिँ फिल गर्नुपर्छ 1 by 1 है। मेरो वाइफको मैले चाहिँ राख्न लाग्छु यहाँ, रिलेसनसिप, त्यसपछि कन्ट्री होइन, यो सबै कुरा चाहिँ हामीले चाहिँ राख्नुपर्छ। वाइफ राख्यो भने फेरि आउँदैन कुरा, त्यहाँ दिएको छ नि त्यही कुरा मात्रै चाहिँ उसले एक्सेप्ट गर्छ, अरू चाहिँ एक्सेप्ट गर्दैन। जस्तै मैले वाइफ राखेँ भने त्यहाँ दिँदैन, हेर्नु होला, सेभ भन्ने अप्सन नै आउँदैन। ओके, अनि त्यही भएर तपाईँले चाहिँ यहाँ के गर्नुपर्छ भन्दाखेरि स्पोज भनेर राख्नुपर्ने हुन्छ। ड्रप डाउन लिस्ट छ, लिस्टमा भएको मात्रै बल्ल अब सेभ गर्न तपाईँले पाउनुहुन्छ। अब तपाईँले सेभ गर्नुहोस्, कन्ट्री, फोन नम्बर सबै भइगयो। अनि त्यसपछि तपाईँले चाहिँ अब सेभ गर्नुहोस्। सेभ गरिसकेपछि अब तपाईँको नेक्स्ट भनेको तपाईँको आफ्नो चाहिँ सिट सिलेक्सन गर्ने। सिट सिलेक्ट कसरी गर्ने भनेर अब नेक्स्ट स्टेपमा हेरौँ। अब तपाईँले यहाँ चाहिँ आफ्नो सिट आफूले मन परेको, आफूले चाहेको सिट चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ। किनकि नर्मली फ्लाइट टिकट बुक गर्ने बेला हामीले $10-20 चाहिँ तिर्नुपर्ने हुन्छ। फ्लाइट अनुसारको महँगो पनि पर्छ, सस्तो पनि पर्छ, त्यही अनुसारको हामीले पैसा तिर्नुपर्छ। यो किनकि यो तपाईँले सेल्फ, तपाईँले पनि सोध्छ नि त चेक इन गर्ने बेला होइन, यो सामान छ छैन भनेर होइन,
त्यसै गरी यहाँ आफैले डिक्लेयर गर्नु हो। डिक्लेयर गरिसकेपछि अब तपाईँको यो सक्सेसफुली चेक इन प्यासेन्जर भनेर भन्छ होइन। त्यसपछि यो तपाईँले चाहिँ अब इमेल पनि गर्न सक्नुहुन्छ, प्रिन्ट पनि गर्न सक्नुहुन्छ आफैले, अथवा चाहिँ डकुमेन्ट सेभ गर्नु सक्नुहुन्छ। तपाईँसँग चाहिँ विभिन्न अप्सनहरू हुन्छ। यसपछि स्क्रिप अप्सनमा जानुहोस् यहाँ चाहिँ होइन। एयरलाइन्स अनुसार हल्का फरक हुनसक्छ तर सबै सिस्टम यही हो, अलिकति तलमाथि फरक मात्रै। अब प्यासेन्जर त्यहाँ गइसकेपछि तपाईँको बोर्डिङ पास, अब यो बोर्डिङ पास हाम्रो आइसक्यो कि अब तपाईँको लाइन सेम यही बोर्डिङ पास हो जुन चाहिँ तपाईँले आफैले चाहिँ त्यहाँ चेक इन गर्दा पनि यही बोर्डिङ पास तपाईँले दिन्थ्यो। उसले पनि गर्ने यही नै हो, उसले पनि केही नयाँ कामहरू गर्ने होइन। त्यहाँ पनि काउन्टरले गर्ने काम पनि यही हो, जुन चाहिँ काउन्टरले गर्ने काम तपाईँले आफैले गरिसक्नुभयो, उसले गर्नु। सो यो चाहिँ तपाईँले अब सेभ गर्न सक्नुहुन्छ डकुमेन्ट। यदि आइफोन हो भनेपछि तपाईँको फ्रन्ट स्क्रिनमा आफै आइहाल्छ। सेभ गर्नुभयो भने, एड गर्नुभयो भने जुन दिन फ्लाइट छ, फ्लाइट हुनुभन्दा केही घन्टा अगाडि अटोमेटिक अगाडिको स्क्रिनमा आइहाल्छ। अरू फोनहरू छ भने मलाई ठ्याक्कै थाहा भएन है। यो चाहिँ तपाईँले प्रिन्ट पनि गर्न सक्नुहुन्छ। यसरी प्रिन्ट गरेर तपाईँको फिजिकल पेपर चाहिँ आफैले लिएर जान सक्नुहुन्छ। यो चाहिँ बोर्डिङ पास तपाईँको इमेलमा जान्छ, इमेल एड्रेस हाल्नुहोस् अनि सेन्ड गर्नुहोस्, त्यो पनि भइहाल्छ, सेक्योर हुन्छ। यो फेरि तपाईँको इमेलमा जान्छ। एकदमै सजिलोसँग चाहिँ तपाईँले आफैले चाहिँ बोर्डिङ होइन पास चाहिँ लिन सक्नुहुन्छ अनि केही झन्झट पनि छैन, एकदमै इजी छ, एकदमै सजिलो। अब तपाईँले यो बोर्डिङ पास तपाईँले लिइसकेपछि अब नेक्स्ट तपाईँले गर्ने के त होइन। तपाईँसँग बोर्डिङ पास आइसक्यो, अब तपाईँले के गर्ने, तपाईँले जाने। अब फर्स्टमा म यो फ्लाइटमा म चाहिँ के गरेँ भन्ने, खासमा मेरो फ्लाइट 3 बजेको थियो, डिले भएर 6:30 बजेको भयो। म चाहिँ गएको भन्दाखेरि 4 बजेपछि बल्ल म गएको। म जाँदाखेरि त्यहाँ अलरेडी चाहिँ मेरो काउन्टर बन्द भइसकेको थियो, काउन्टर त्यहाँ थिएन। अनि मैले त्यहाँ सोधेँ खै काउन्टर काठमाडौँको लागि काउन्टर छैन त बाटिक एयर भन्दाखेरि उसले चाहिँ काउन्टर बन्द भइसक्यो भने। त्यसपछि म अर्को काउन्टरमा पठायो मलाई, म अर्को काउन्टरमा गएँ। काउन्टरमा गइसकेपछि त्यहाँ लाइन धेरै थियो। जुन काउन्टरमा मलाई पठायो त्यो काउन्टर रेडी बङ्गलादेशको फ्लाइट थियो, त्योमा मान्छे लाइनमा थियो, सबै क्युमा थियो। अनि मैले त्यहाँ अगाडि गएर अब लाइनमा बस्यो भने त घन्न मेरो फ्लाइट छुटिहाल्छ, म 4 बजे, किनकि म त्यही अनुसारको गएको थिएँ त्यहाँ लाइनमा बस्नु नपरोस् भनेर। अनि म त्यहाँ जाँदाखेरि मैले देखाएँ मेरो चाहिँ अनलाइन चेक इन छ, मेरो चाहिँ काठमाडौँको फ्लाइट हो र भने। त्यसपछि कम भन्यो अनि मैले आफ्नो बोर्डिङ देखाएँ मोबाइलमा, त्यति मात्रै दिने, मैले केही पनि दिनु परेन। त्यो भइसकेपछि उसले चाहिँ मलाई मोबाइल मात्रै मैले दिएँ उसलाई, चेक इन गरेको मेरो बोर्डिङ पासपोर्ट पनि दिनु परेन किनकि अलरेडी चेक इन गरिसकेको थिएँ। अनि उसले चाहिँ मलाई चाहिँ वेट गर भन्यो मेरो चाहिँ लगेज, अनि वेट गर्यो लगेज। त्यसपछि उसले चाहिँ मलाई फिजिकल बोर्डिङ पास जुन हुन्छ नि नर्मली हामी युज गर्छौँ त्यो बोर्डिङ पास फिजिकल पनि मलाई दियो। त्यसपछि उसले किनकि ब्यागेजमा पनि त्यो लाउनु पर्छ नि त ट्याग होइन, त्यही भएर उसले ट्याग त्यहाँ पनि लगाइदियो। अनि मलाई चाहिँ त्यो बोर्डिङ पास दियो अनि मलाई सजिलै गरी भइहाल्यो, मैले लाइनमा क्युमा बस्नु परेन। तपाईँले चाहिँ के गर्नुपर्छ भन्दाखेरि मानव 6 बजेको फ्लाइट छ भने तपाईँले 4 बजे अथवा 3:30 बजे जाँदा पनि भयो। अब त्यस्तो केसमा तपाईँले के गर्नुहोस् भन्दा इकोनोमी उसमा तपाईँले नगएर लामो लाइन बसेको छ त्यसमा नगएर तपाईँले चाहिँ के गर्नु सक्नुहुन्छ भने त्यही फ्लाइटको आफ्नो फ्लाइट हेर्ने चेक इन काउन्टर कुन छ त्यहीँ चाहिँ जानुपर्छ। त्यहाँ गएर तपाईँको बिजनेस क्लास जुन छ त्यो बिजनेस क्लासमा चाहिँ जाने। बिजनेस क्लासमा मान्छे हुँदैन अथवा एकदमै कम मान्छे हुन्छ। त्यहाँ गएर यदि मान्छे छ भने पनि तपाईँको अनलाइन चेक इन मेरो अलरेडी छ भने चाहिँ देखाउनु भयो भने सो गर्नु भने वो तपाईँले प्रायोरिटी दिन्छ, किनकि एयरलाइन्स आफैले भनेको छ यो चाहिँ एकदमै स्मुथ होइन को लागि अथवा चाहिँ त्यो धेरै क्यु चाहिँ नहोस्, मान्छे धेरै चाहिँ क्युमा नहोस् भनेर चाहिँ उनीहरूले चाहिँ स्मुथ गर्नको लागि प्रोसेस उनीहरूले यो सिस्टम चाहिँ ल्याएको हो। त्यही भएर उनीहरूले फर्स्ट प्रायोरिटी कसलाई दिन्छ, जसले अनलाइन चेक इन गरेको छ उसलाई प्रायोरिटी दिन्छ र उसले चाहिँ चेक इन गर्ने पाउँछ र त्यहाँ लगेज चाहिँ ड्रप गर्ने अनि उसले बोर्डिङ पास दिन्छ, त्यति मात्रै हो। सेम हो, बोर्डिङ पास नदिन पनि सक्छ यदि तपाईँको लगेज छैन भने बोर्डिङ पास। जस्तै म डोमेस्टिक फ्लाइटमा के गर्छु भन्दाखेरि म चेक इन गर्न जानु परेन कुनै पनि चिज, मसँग बोर्डिङ पास अलरेडी चाहिँ मोबाइलमै हुन्छ, त्यही स्क्यान गऱ्यो गइहाल्यो, किनकि ह्यान्डब्याग मात्रै लिएर म जान्छु डोमेस्टिक फ्लाइटको लागि। तर इन्टरनेसनल फ्लाइटमा चाहिँ के हुन्छ हामीसँग लगेज हुन्छ, त्यो लगेज चेक इन गर्ने बेला हामीसँग चाहिँ त्यो बोर्डिङ पास उसले चाहिँ दिन्छ फेरि, तर हाम्रो के भइदियो भन्दाखेरि लाइनमा बस्नु चाहिँ परेन। ओके, चाहिँ एकदमै राम्रो यो फाइदा छ, एकदमै फाइदा हुन्छ यसमा। सो तपाईँले चाहिँ यसको चाहिँ भरपुर फाइदा उठाउन सक्नुहुन्छ। र अर्को चाहिँ अनलाइन चेक इन तपाईँले गर्न चाहनु हुँदैन भने, लाइनमा बस्नु छैन भने तपाईँले एयरपोर्टमै भएको जुनसुकै एयरलाइन्सको हो, जुन एयरलाइन्सको त्यही एयरलाइन्सको इक्युएसमा जाने। इक्युएस भनेको जुन बुथ हुन्छ त्यो, त्यसमा गएर तपाईँको पासवर्ड स्क्यान गर्नुभयो भने तपाईँको सबै डिटेल त्यहीँ जान्छ, जसरी नै अघि नै हालेको त्यही अनुसारको। अनि त्यो गरिसकेपछि तपाईँले चाहिँ त्यहीँबाट पनि बोर्डिङ पास लिन सक्नुहुन्छ, जुन चाहिँ म पहिले गर्थेँ। म चाहिँ आफैले चेक इन गर्थेँ, लाइनमा एकदमै कम बसेको छु म क्युमा, घन्टौँ क्युमा बस्न मलाई झ्याउ लाग्छ,
त्यही भएर चाहिँ म प्रायः चाहिँ के गर्थेँ पहिले भन्दाखेरि इक्योस जुन छ त्यो इक्योसमा जान्थेँ, त्यहाँ चाहिँ मैले आफैले चाहिँ चेक इन गर्थेँ अनि त्यहाँ ड्रप कहाँ गर्थेँ, मेरो चाहिँ लगेज जुन छ त्यो लगेज चाहिँ मैले बिजनेस क्लासमा चाहिँ गएर चाहिँ ड्रप गरिदिने काम, किनकि त्यहाँ पनि प्रायोरिटी त्यही हो दिन्छ। जो चाहिँ आफैले चेक इन गरेछ उसलाई प्रायोरिटी हुन्छ, चाहे इक्योसमा गरोस् एयरपोर्टमै अथवा चाहिँ आफैले अनलाइन गरोस्। सो सबभन्दा राम्रो मलाई के लाग्छ भन्दाखेरि अनलाइन गरेको सबभन्दा बेस्ट हुन्छ हैन, किनकि 24 घण्टा अगाडि हामीले चाहिँ सिट सिलेक्ट गर्न पाइहाल्छ अनि हामी चाहिँ फ्लाइट डिले छ भने पनि हामी चाहिँ त्यही अनुसारको जान्छ हैन, अगाडि जानु परेन। अनि हामीलाई कसैले स्क्याम गर्न सक्दैन, ठग्न सक्दैन। ल आज 2 दिन 3 दिन यही बस भनेर। अब मैले तपाईले चाहिँ एक्ज्याक्टली घटना के भएको हो, मैले एकजना मान्छेको चाहिँ टिकट काटिदिएको थिएँ र म यहाँ थिएन, म चाहिँ टाढा थिएँ, पिनाङ गएको थिएँ। त्यो बेला चाहिँ मलाई फोन आयो, मेरो चाहिँ टिकट अलरेडी सबै चिज राम्रो छ, मैले राम्रै टिकट काटिदिएको, सबै जेन्युन छ, तर 2-3 जना मान्छेले रोकेर राखेर रहेछ, त्यो उसले चाहिँ फ्लाइट छैन भन्दै राखेर रहेछ, फ्लाइट गइसक्यो। अनि भोलि फ्लाइट हुन्छ भने राखे एयरपोर्टमा, अनि उसको होटलमा राखे, फेरि भोलि पनि भएन, पर्सि बल्ल चाहिँ उसको फ्लाइट भयो। हुन्छ के भन्दाखेरि कहिले कसो फ्लाइट चाहिँ ओभर बुकिङ भएको हुन्छ अनि कुनै सिस्टमको कारणले, सिस्टममा कुनै ग्लिच भएको कारणले, कुनै पनि त्यस्तो खालको टेक्निकल इस्यु अथवा चाहिँ एउटा इन्टेन्सनली मान्छेको अनुहार हेरेर पनि कुनै त्यस्तो नराम्रो नियतले चाहिँ के गरेछ भन्ने पनि तपाईले अनलाइन चेक इन गरिसकेपछि सिट सिलेक्सन भइसक्यो, सबै भइसक्यो, तपाईको फ्लाइट क्यान्सल हुने चान्स हुँदैन। इन केस त्यो फ्लाइट नै क्यान्सल छ, त्यो फ्लाइट नै उडेको छैन भने छुट्टै कुरा भइहाल्यो, तर तपाईको चाहिँ चेक इन गरिसकेपछि तपाई चाहिँ सेक्योर हुनुभयो, तपाईको सुरक्षित छ, सिट सुरक्षित छ, सबै सुरक्षित छ, तपाईले टेन्सन लिनु परेन। तर यो तपाईले चाहिँ एकदमै राम्रो छ यो सिस्टम, तपाईले उपयोग गर्नुस्। नेपालबाट आउँदाखेरि नेपालमा चाहिँ अलिकति दिदैन त्यस्तो खालको, म चाहिँ अहिलेसम्म ट्राई गरेको छु, अनलाइन चेक इन अवेलेबल भन्छ, इमेलमा आउँछ, तर चाहिँ त्यहाँको सिस्टमले चाहिँ नदिन सक्छ, त्यही भएर नेपालको एयरपोर्टमा चाहिँ दिएको छैन। तर बाहिरबाट नेपाल जाँदाखेरि चाहिँ यो चेक इन अनलाइन चेक इन सिस्टम चाहिँ प्राय सबै एयरलाइन्सले दिइराखेको हुन्छ, त्यही भएर यसको फाइदा चाहिँ तपाईले लिनु होला। तपाईलाई यो भिडियो एकदमै मन पर्यो, एकदमै इन्फर्मेटिभ जस्तो लाग्यो भने अरूलाई पनि सेयर गर्नुस् अनि लाइक र कमेन्ट पनि गर्नु होला। ओके, फेरि मैले यस्तै भिडियो चाहिँ अर्को चाहिँ कुनै राम्रो जानकारीमूलक फेरि भिडियो मैले अर्को लिएर आउनेछु। त्यतिसम्मको लागि बाइ बाइ।